महिला सन्तुष्ट भइसकेपछि उसको हाउभावबाट थाहा हुन्छ। हाउभावमा पहिलो कुरा भन्छु, मान्छेले अरू केही बुझेको छैन भने हाउभाव त बुझ्छ नि त। महिलाको शरीर यौन सम्पर्क गर्दा गर्दै असाध्य एकदम पहिले टाइट भयो, एकदम उसले शरीर चाहिँ अररो बनाई, त्यसपछि लामो सास तान्न त्यसलाई खुकुलो पारेर ऊ चाहिँ रिल्याक्स भएर एकातिर ढल्केर सुती भने तपाईँले बुझ्नुपर्छ कि महिलाको एक चरणको चरम उत्कर्षमा ऊ पुगी भन्ने कुरा। अर्को कुरा, त्यसपछि महिलाले जुन तपाईँलाई अघिसम्म अश्लील कुरा पनि गर्ने, कल्पना पनि सेयर गर्ने, मुखबाट आवाज पनि निकाल्ने विभिन्न गतिविधिले उसले पुरुषलाई साथ दिइरहेको हुन्छ नि, केही क्षणको लागि ऊ फेरि त्यसपछि शान्त हुन्छ। त्योबाट पनि तपाईँले बुझ्नु पर्यो। अर्को चाहिँ कतिपय महिलाहरू, सबैलाई हुँदैन है, 150 अर्थात् आधा उधी महिलाहरूलाई चाहिँ योनिबाट 10-15 ml नै स्कर्टिङ भन्ने एक किसिमको पानी निस्किन्छ। त्यो पानी चाहिँ पिसाब हो यथार्थमा। कतिले यो बुझेको छैनन्। त्यो पिसाबै हो। पिसाब नलीमा चाहिँ जुन पिसाबको थैलीमा हाम्रो शरीरमा, महिलाहरूको शरीरमा चाहिँ जुन उत्तेजनाले त्यो मसल खुम्चिँदाखेरि जुन प्रभाव पार्छ, त्यसले अलिकति निचोरेर पठाएको पिसाब हो, जो 10देखि 15 ml सम्म हुनसक्छ। त्यो चाहिँ वालवाल पानी आयो भन्छौँ नि हामी। त्यो वालवाल पानी आउनु चाहिँ महिलाको चरम उत्कर्ष भएको लक्षण हो, सन्तुष्ट भएको लक्षण हो। यस्तो पिसाबै हो डाक्टर साहब? पिसाबै हो त्यो चाहिँ। यो स्किर्टिङ चाहिँ पिसाब हो है। फेरि अर्को पनि हुन्छ, महिलाको योनिको भित्ताबाट मात्रै 2देखि 3 ml चिप्लो चिप्लो पानी चाहिँ हल्का हल्का आइरहेको हुन्छ। त्यो चाहिँ जतिखेर पनि यौन उत्तेजना भएको बेलामा उत्तेजित महिलाको आउँछ। खास गरी महिनावारी नरोकिएको महिलाहरूमा यो आउँछ र युवावस्था किशोरावस्था त अझ बढी आउँछ।